सेवा हो यहाँ सम्पूर्णमा म गायिका बबिना किराती। यही मङ्सिरको 18 गते म पथरी शनिश्चरी नगरपालिका 10 श्रीजङ्गा स्मृति धार्मिक वन मोरगमा हुन गएको उधौली पूजा 2082 बृहत शासक नाम साङ्गीतिक कार्यक्रम हुन गइरहेको छ। उक्त कार्यक्रममा म मेरो आफ्नो गीतहरू लिएर तपाईहरुको ठाउँमा आफ्नो साङ्गीतिक प्रस्तुति लिएर तपाईहरुसँग रमाइलो गर्नको लागि आउँदैछु। तपाईहरु सबैजना को नजिक हुनुहुन्छ सबैजनालाई कार्यक्रममा आइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हामी भेट्नेछौँ पथरी शनिश्चरी नगरपालिका 10 यही मङ्सिरको 18 गते। सबैजना आउनुहोला। धन्यवाद। प्रत्येक साल चाहिँ यहाँनिर यो श्रीजङ्गा धार्मिक वनको यो प्राङ्गणमा चाहिँ भलिबल समितिले खेलाउने गरेको थियो। हजुर। तर यसपालि चाहिँ विविध कारणले गर्दाखेरि यो पानीहरू के कारणले गर्दाखेरि खेलाउन सकिएन र यसलाई यसपालि चाहिँ एक प्रकारको यो अहिले जुन ग्राउन्ड मेन्टेन गर्नुको मुख्य उद्देश्य चाहिँ यहाँनिर महिलाहरूको चाहिँ एउटा कमेडियन एउटा दर्शकहरूले एउटा कमेडियन होस् भन्ने उद्देश्यले चाहिँ यहाँ महिलाहरूको चाहिँ यहाँनिर 16 गते चाहिँ फुटबल खेल हुँदैछ। लुङ्गी फुटबल हुँदैछ हैन। मनोरञ्जन सँगसँगै स्वास्थ्यको लागि पनि राम्रो हो। स्वास्थ्यको लागि पनि राम्रो। त्यसैको लागि यो मैदान अहिले खारिँदैछ र हाम्रो 40 कटेका जति पनि अब पुरुषहरू छ उहाँहरूको लागि पनि यो एक प्रकारको यो फुटसल स्टाइलको हैन सानो छ चौरी यसलाई अलि मेन्टेन गरिराखेको छ। यो चाहिँ चौतारी गरेर राखेको छु हामीले र यहाँ चाहिँ अब 40 वर्षको माथिको भेटेन टिमहरू पनि यहाँ अब खेल्छ 16 गते। हजुर। श्रीजङ्गामा त सधैँ अब हरेक वर्ष राष्ट्रिय स्तरको कलाकारहरू आएर एकदमै सांस्कृतिक कार्यक्रम राम्रो हुने गरेको छ। यसपालि चाहिँ के छ यो चासोक तङनाममा? पहिला जस्तै निरन्तर छ। अब चासोक तङनाममा चाहिँ लिम्बूहरूको जुन खालको एउटा प्रकारको यहाँनिर कार्यक्रमहरू हुन्छ लिम्बूजन्य खुराकहरू हुन्छ त्यो चाहिँ के छ भन्दाखेरि गैर लिम्बूहरूको लागि पनि एउटा इन्टरटेनमेन्ट होस् भन्ने उद्देश्यले चाहिँ चासोक तङनाममा चाहिँ बेलुकी 7 बजे चाहिँ राष्ट्र तथा अब स्थानीय कलाकारहरू लिएर चाहिँ कार्यक्रमहरू गर्ने गरिन्छ। र यसपालि पनि अब नेपालको अब बहुचर्चित पहिलो नेपाली तारा दीपक लिम्बूलाई पनि यहाँनिर स्टेजमा अब यो कार्यक्रममा हामी लोक गराउँदैछौँ र अहिलेको चर्चित गायिका बबिना किराती जो चाहिँ उहाँ पनि यहाँ आउँदै हुनुहुन्छ र स्थानीय हाम्रो भाइ सानो भतिज केटो निश्चल जो चाहिँ अब गत वर्ष सिजन 4 क्विजमा चाहिँ भोइस अफ क्विजमा चाहिँ टप 4 फाइनलिस्ट हुन्थ्यो। टप 4 फाइनलिस्ट भएको थियो। उहाँ पनि अब भतिजलाई पनि यहाँनिर ल्याइँदैछ यो कार्यक्रममा। चासोक तङनाम अहिले नजिक आइरहेछ। के छ अहिले चासोक तङनामको तयारीहरू चाहिँ कसरी गर्दै हुनुहुन्छ? चासोक तङनाम 2082 को लागि पथरी शनिश्चरी वार्ड नम्बर 10 मा सृजना धार्मिक वन भइरहेको यो हाम्रो स्रोत र साधनले भ्याएसम्म निकै राम्रो तरिकाले गर्ने कुरा चाहिँ भइरहेको छ। खेलहरू भइरहेको छ र यसमा भनेको लिम्बूसँग जोडिएका ऐतिहासिक खेलहरू सबै गरिन्छ। जस्तै हामीले छेलो पक्लुम ल्यान्डमा अनि लङ जम्प हप्रिङ लकमा अनि जस्तो भाले जुदाई इङवा थाकपाउमा डौरी तानाई त्यसपछि टोङ्ली भनेको चाहिँ धनुकाँड अनि या अलाङ हाकपारे यी सबै प्रतिस्पर्धात्मक रूपमा खेल खेलाउने हाम्रो सोच छ यसपालि। हजुर। जस्तै गएको वर्ष पनि निरन्तरमा भइरहेको छ सधैँको भन्दा यसपालि केही फरक हुन्छ कि? अलिकति फरक ढङ्गले चाहिँ हाम्रो पहिचानसँग जोडिएका चिजहरू चाहिँ कुनै पनि कसर बाँकी नरोस् राम्रो तरिकाले गर्नुपर्छ भन्ने खालको सोच छ। त्यही ढङ्गले चाहिँ हाम्रो हरि शेर्माजीको उहाँको लिडरसिपमा चाहिँ अब ऐतिहासिक चिजहरू चाहिँ र पहिचानसँग जोडिएका खेलहरू उहाँको संयोजकतामा हामीले चाहिँ गठन गरिरहेको छौँ।
हजुर अहिले यो जेसिबी पनि पछाडि लगाइरहेको देखिन्छ सामान्य खेलहरू अब हुन्छ यहीँ नै भनेको चाहिँ डोरी तान्नेहरू लङ जम्पहरू त्यस पछाडि भाले जुदाइहरू अनि के चाहिँ तीर हान्नेहरू यहीँ हुन्छ यसपालि भलिबल खेल चाहिँ समावेश नहुने हो यसमा चाहिँ विभिन्न कारणले यताउति पोखरीको पानी सुकेन पोखरीको पानी नसुकिसके हामीले चाहिँ अलिकति अप्ठ्यारो भयो हजुर अन्य प्राविधिक कुराहरू चाहिँ के छ तयारी कस्तो अवस्थामा कति जति भइसकेको छ कठिनाइको बावजुद हामीले तयारी गरिरहेका छौँ अब आर्थिकको समस्याहरू छ कतिपय त्यसको बावजुद पनि हामी तयारी गरिरहेका छौँ चासोक तङ नाम खास विशेष अलिकति यसको अर्थ र परिभाषा पनि थोरै भनिदिनुहोस् न लिम्बुहरूको पहिला पुर्खा बाबुबाजेहरूले गरे पुर्खाले गरी ल्याएको चासोक तङ नाम चाहिँ बर्खभरि गरेको बाली नाली लगाएको चाहिँ पहिलोचोटि चढाएर खानुपर्ने पहिलोचोटि खाँदाखेरि भनेको चाहिँ आफ्नो युवा मागलाई चढाएर मात्रै खानुपर्ने मङ्सिरे बाली मङ्सिरको कुनै पनि बेला मङ्सिर 1 गतेदेखि कुनै पनि बेलासम्ममा चढाएर मात्रै खाने हाम्रो चलन छ त्यसलाई चाहिँ चासोक भन्छ वास्तवमा त्यो चाहिँ लिम्बुवारले तर कसैले चाहिँ अब अलि अगाडि पाक्छ कसैको पछि पाक्छ तर यो पत्री संसारीको हकमा यो अहिलेको भनेको चाहिँ हाम्रो राज्यले चाहिँ भनेको एउटा समूहगत रूपमा सबैले एउटा मात्र बिदा दिएको हुँदाखेरि यसपालि चाहिँ असोज मङ्सिर 18 गते परेको छ त्यसले फेरि सामूहिक रूपमा मनाउनु पर्ने यो चासोक तङ नामको एक्ज्याक्ट फिक्स डेट चाहिँ नहुने हो फिक्स डेट छ त यो चाहिँ भनेको अब क्यालेन्डर अनुसार हजुर गएको साल त अलिक पछाडि भएको थियो एक्ज्याक्ट फिक्स हुँदैन यसको चाहिँ भनेको तर लिम्बुहरूले मङ्सिर 1 गतेदेखि जहिले पनि मनाउन पाउँछ जहिले मङ्सिर महिनाभरि मनाउन पाए पुसमा पनि भएको थियो जस्तो लाग्छ 10 गतेसम्म भएको 10 गतेसम्म चाहिँ गर्न पाइयो क्यालेन्डरले त्यता देखाएको थियो हजुर यसपालको क्यालेन्डर चाहिँ मङ्सिर 18 मा देखाएको छ त्यसपछि राज्यले दिएको सुविधा अनुसार चाहिँ हामीले यसपाल मङ्सिर 18 मा यो बाली थन्काउने अब जुन कटनी गर्ने अथवा हैन भित्राउने विभिन्न गैर लिम्बुहरूले पनि आफ्नो आफ्नो प्रकारले गर्छ जस्तै चासोक तङ नाम चाहिँ लिम्बु जातिहरू मात्र नभएर अन्य गैर समुदाय पनि छन् यहाँ त मिश्रित समुदाय छ विभिन्न नामले गर्छन् तर हाम्रो लिम्बुहरूको चाहिँ चासोक भनेको त्यो समुदायहरूले चाहिँ यस ठाउँमा कसरी लिने गर्नुभएको छ चासोक तङ नामलाई तपाईहरुको बुझाइ चाहिँ के छ जाति धर्मावलम्बीहरूले चाहिँ सम्पूर्ण थरीगत रूपमा चाहिँ हामी बोलाएको छौँ हजुर यसपाल लिम्बुको चासोक तङ नाममा यहाँ जति पनि जनजातिहरू छन् आदिवासी सबैले चाहिँ भनेको उहाँहरूको प्रतिनिधित्व हुन्छ र चासोक तङ नामको बारेमा हामी उहाँलाई चाहिँ अलिकति बुझाउने काम गर्छौँ हामी छ त्यसमा उहाँ सबैले निम्तो गरिरहेको छौँ एकदमै मिश्रित समुदायहरूको यहाँ उपस्थिति रहन्छ सहभागिता रहन्छ यसपाल इभन आर्यन समूहको पनि उनीहरूको संस्कार संस्कृति लिएर आउनुहुन्छ त्यो पनि यहाँ प्रस्तुति हुन्छ उहाँहरूको चाहिँ के हुन्छ उहाँको चाहिँ खै उनीहरूको के सम्बन्धी छ हजुर अब त्यो परम्परागत मानेको चाहिँ त्यो चाहिँ बोलाउनु भएको छ तपाईँहरूले उहाँले चाहिँ अब आउने कुरा चाहिँ छ मैले सुनेको छु र त्यसले आएमा हामीले ठाउँ दिन्छौँ उहाँले हजुर किनभने एउटा समुदायभित्र त सबै राखेकै छ इन्भाइट गरेकै छौँ हजुर हस् धन्यवाद